नर्मली यो उमेरमा त धेरै विद्यार्थीहरू ब्याचलर गर्दै इन्जोय गर्दै बस्छ नि त, तर हजुरले यो उमेरमै आफ्नो प्यासनप्रति गएर हजुरले पैसा कमाउन सुरु गरिसक्नुभयो। मतलब यही हिसाबले हजुर नर्मल विद्यार्थीहरूभन्दा त अगाडि होइसिन्छ नि त। नै म बाई द एज अफ 25 हजुर आफूलाई देख्न चाहिँ कहाँ देख्नु? त्यसलाई इम्प्रुभ गर्नु छ। आफ्नै स्टुडियो खोल्ने पनि सोचे होला, प्रोफेसनल भन्ने लेभलसम्म पुग्न चाहिँ कति टाइम लाग्ला? अनि यो हजुरले भन्छ नि हजुरको सोच के मतलब अड्डेर बसिराख्ने कि? छैन, धेरै छैन, किनकि एक्लै नै लोन उल्फ भएर हिँड्छु को लागि काम गर्नेदेखि लिएर यो कसरी मतलब केही गरेको यो इन्टरभ्यू देखेर धेरै भाइ बहिनीहरू इन्सपायर भएको होला। तिनको प्यासन हो आई गेस गेमिङ गर्नु। अनि तिनीहरूलाई चाहिँ के भन्न चाहनु? अब म कसरी गेमिङ गरौँ जसले म त्यो सोचेर अगाडि बढ्नु पर्यो कि एउटा गेमिङ गर्नेले पनि। ई स्पोर्ट 60 मिलियनको थियो, आइपिएल भन्दा नि बढी हो। प्यारेन्ट्सलाई चाहिँ के भन्न चाहनुहुन्छ? जमाना बदलिसक्यो। एजुकेसन सिस्टम मलाई सपोर्ट गर्थ्यो या सिक्नमा सपोर्ट गर्थ्यो भने तपाईँ आफू के सोच्छ कि माई मेन गोल इज नट मनी। थ्याङ्क यू फर यर भ्यालुएबल टाइम। कसैको केही पनि क्वेसन छ गाइस अडियन्समा? सर्वप्रथम हजुरको नाम चाहिँ के थियो? के च्यानल हो हजुरको नाम? नरेश। हजुरले चाहिँ हजुरको +2 पछि चाहिँ के गर्ने सोच? मतलब सानैदेखि यस्तो फोटोग्राफी गर्ने सोच थियो कि पछि आएर हजुरको धारणा चेन्ज भएको छ? 10 क्लास पछि 11मा पुगेँ, त्यो चाहिँ त्यति बेला मैले सोचिहालेँ कि मैले फ्युचरमा के गर्नुपर्छ। 12मा सोच्नुभन्दा अहिले सोच्छु। पढाइको बिचमा अब धेरै जस्तो सोच्नु भन्छन्, कहिले सोच्न पाउनन् क्या। एक्जाम हजुरको इन्ट्रेस्ट चाहिँ यही सेक्टरमा थियो सानैदेखि थिएन। आफ्टर 10 केही कुराले ट्रिगर गर्यो कि हजुरले? पछि म आफ्टर एससी पछि यो काम गर्ला सोचेर भएन। त्यसै आफ्टर एसएलसी पछि भयो, त्यसैले च्यानलको नाम पनि आफ्टर एसएलसी छ। सबैले आफ्टर एसएलसीमा सब गएर सब्सक्राइब हान्नु। सैनिकको यहाँ भएका 20 विद्यार्थी सबै हजुरको कन्टिन्युस वाचर हुनेछन्, तपाईँ ढुक्क बस्नु। अनि हजुरको फ्यामिलीले सपोर्ट गरेर हजुरलाई यो जसरी यो रिस्की प्रोफेसन हो नि त एक हिसाबले हेर्नुपर्दा, तपाईँको केसमा कस्तो थियो एक्सपिरियन्स? सुरुमा त धेरै मुस्किल थियो पढाइ गर्दाखेरि। 11-12 पढ्दाखेरि मेरो कम्प्युटर इन्जिनियरिङ हो नि, त्यसपछि ओजिटी हुन्छ हाम्रो। त्यो ओजिटी गर्दै मैले अर्निङ गर्न पनि स्टार्ट गरेँ। त्यसै अहिले ओके छन्। अहिले हजुर आफ्नो लाइफ र हजुरको प्रोफेसनदेखि दुवैदेखि सेटिस्फाई होइसिन्छ होला। तर सुरुमा जति बेला हजुरले यो प्रोफेसन लिनु भन्नु भएको थियो अनि फेल पनि हुनु भएको थियो ब्याक, अनि त्यो बेला चाहिँ फ्यामिलीदेखि धेरै कुराहरू आएको होला, डिसेटिस्फ्याक्सनदेखि लिएर सबै कुरा। त्यो कुराले चाहिँ हजुरले कसरी डिल गर्नुभयो? रिजल्ट आउने टाइम पछि थियो नि, रिजल्ट आउनुभन्दा अगाडि मैले त्यो लेभलसम्म कामहरू रेडी गरिसकेको थिएँ। हजुरको रिजल्ट आउनुभन्दा अगाडि नै हजुरले पैसा कमाउनु सुरु गरिसक्नु भएको थियो, अनि फ्यामिली चाहिँ ढुक्क भइसकेको थियो कि हजुर केही न केही गरिहाल्छिन्छ यो सेक्टरमा। यस्तो भयो क्या, रिजल्ट चेक पनि गरेको छैन, एकदम चेक गरेको छैन। न मेरो फ्यामिलीले चेक गर्यो न मैले चेक गरेँ, थाहै छैन रिजल्ट के आएको छ। तर हजुरले पनि चेक गर्नु भएन? मलाई स्योर छ कि म फेल हुने होइन। त्यसैले हजुरलाई वर्ष चाहिँ कति भयो भाइ? तपाईँ हजुर देखिने बेला चाहिँ जवान देखिनुहुन्छ नि त? कतिसम्म होला गेस? 26, 25। मेरो विचारमा चाहिँ हजुर 26 म्याक्सिमम 27। ल भाइहरू 22 सबैको एभरेजमा 23-24 को छ। हजुरको एक्चुअल चाहिँ के हो यो जनतालाई भनिदिनुहोस् आफ्टर नरेजमा? बढी भन्यो सबले 19, 20, 21। हजुर यत्रो कलिलो उमेरमा मतलब यो नर्मली यो उमेरमा त धेरै विद्यार्थीहरू ब्याचलर गर्दै इन्जोय गर्दै बस्छ नि त, तर हजुरले यो उमेरमै आफ्नो प्यासनप्रति गएर हजुरले पैसा कमाउन सुरु गरिसक्नुभयो। मतलब एक हिसाबले हजुर नर्मल विद्यार्थीहरूभन्दा त अगाडि होइसिन्छ नि त। त्यो हिसाबमा चाहिँ हजुरलाई कस्तो फिल हुन्छ? प्राउड फिल हुन्छ कि मैले आफ्नो ब्याचलर्स लाइफ मिस गरेँ जस्तो फिल हुन्छ कि म आफ्नो प्यासनतिर गएँ त्यसैले म सन्तुष्टै छु भन्ने टाइपको फिल हुन्छ? नै म ऊ स्टुडेन्टसँग कम्पेयरै गरिरहेको छैन आफूलाई, जो मेरो एजको छ, जो धेरै कमाइरहेछ, धेरै अगाडि बढिसकेको छ, त्योसँग मेरो कम्पेरिजन गर्छु क्या। युट्युबमा म बढी जस्तो युट्युब हेरेर गर्छु नि, अब मेरो एजकोले या मेरोभन्दा कम एजको धेरै खतरनाक काम गरिरहेछन् कि यो फिल्डमा, मेरो त्योसँग कम्पेरिजन हुन्छ मेरो। हजुरको मोटिभेसन चाहिँ आफूभन्दा तललाई नहेरेर कि आफूभन्दा माथिलाई हेरेर अगाडि बढ्ने छ? त्यसैले मेरो ध्यान त्योतिर छैन कि जो पढिरहेछ ऊ पनि सक्सेस होला कुनै ठाउँमा, ऊ अहिले मेहनत गरिरहेछ भने पछि फ्युचरमा अगाडि बढ्ला।
बाई द एज अफ 25 हजुर आफूलाई देख्न चाहिँ कहाँ देख्नुहुन्छ मतलब आफूलाई इमेजिन हुन्छ नि त म जो अहिले सर्भिस दिइरहेको छु नि यो सर्भिस सेक्टर हो त्यसलाई इम्प्रुभ गर्नु छ त्यसको लागि मैले चिजहरू सिक्नु छ कि कसरी यो युज गर्ने कसरी क्यामेरा युज गर्ने यो धेरै कुराहरू छ यो कुराहरू सिकिरहेको छु र आफू जस्तो मान्छेहरू या जो सिकिरहेछन् यो फिल्डमा उसलाई पनि ल्याएर आफ्नो टिममा काम गराउने यस्तै छ हजुर आफ्नै स्टुडियो खोल्ने पनि सोच्छ होला अहिले होम स्टुडियो हटाएर अफिसियल स्टुडियो खोल्ने पनि सोच्छ होला यति यही मेटेरियलले इनफ भइहाल्छ कि हजुरले एक्स्ट्रा पनि किन्नुपर्छ यतिले कहाँ हुने लाइटनिङ क्यामेरा पनि दिस इज नट इनफ फर माई ओर यो धेरै नर्मल क्यामेरा हो बेसिक युजको लागि हो प्रोफेसनल युज क्यामेरा होइन अनि यो हजुरले भन्छ नि हजुर एभरेस्ट स्कुलको लागि पनि काम गर्नुहुन्छ अफिसियली फोटोग्राफर भनेर अनि हजुरको सोच के छ एभरेस्ट स्कुलमै मतलब अड्डेर बसिराख्ने कि अब एभरेस्ट स्कुललाई कति वर्षसम्मको गोलमा राख्नु भएको छैन धेरै छैन छोटै समयमा छोडिहाल्नुहुन्छ त्यसो भए किनकि ग्रोथ हुनु पऱ्यो एक लेभलसम्म म ग्रो गर्ला एउटा दुईवटा तरिकाले हेर्न सकिन्छ कि एउटा प्लेस कति ग्रो गराउन सक्छ मलाई प्लेस त अब नेपालमा भनौँ या जति सानो ठाउँ त्यति ग्रो हुन मुस्किल हुन्छ या म काठमाडौँ भइदिएँ म बढी ग्रो हुन सक्थेँ किनकि त्यहाँ फेसिलिटिजहरू छन् अर्को तरिकाले यसरी हेर्न सकिन्छ म जुन ठाउँमा छु म त्यो ठाउँलाई नै ग्रो गर्छु भन्ने त्यसरी पनि सोच्छु कहिले काहीँ के हजुरको सोच चाहिँ केमा छ बढी जस्तो मतलब हजुर दुईवटा सोच भन्छ नि त ग्रो भइसकेको ठाउँमा गएर ग्रो हुने र आफ्नो ठाउँलाई ग्रो गर्ने बढी जस्तो हजुर कुनपट्टि ढल्केर सोच्नुहुन्छ अहिले त म ठाउँलाई नै ग्रो गरेर छु या आफ्नो क्वालिटीलाई ठाउँलाई त अब मुस्किल हुन्छ ठाउँलाई त अब अलग लेभलमा भएर काम गर्नुपर्छ आफ्नो फिल्डलाई ग्रो गर्ने अटोमेटिक ठाउँ काहीँ न काहीँमा ग्रो भइहाल्छ क्या नर्मली यस्तो धेरै जस्तो कुराहरू चाहिँ एक्लो मान्छेले गर्दैन नि त मतलब फ्रेन्डसँग अथवा कोही हुन्छ पार्टनर त्यस्तो कोही छ कि हजुर एक्लै नै लोन वुल्फ भएर हिँड्छ त्यसो अहिले एक्लै छ अरू म्युजिकहरू पनि बनाउने गर्थेँ पहिला म्युजिक भिडियोहरू पनि होइन हजुर त्यति बेला थिए साथीहरू अहिले उनीहरू पनि आफ्नो ठाउँमा ग्रो भइरहेछन् म आफ्नो भिडियोग्राफीमा ग्रो भइरहेको एन्ड पछि मिलेर हामी काम गर्ने सोचिरहेको छु तर अहिले साथ छैनौँ हामी अहिले सब दुइटै अलग हजुरले यो 21 को उमेरभित्रै म्युजिक भिडियोहरू एडिट गर्नेदेखि लिएर यो स्कुलको लागि काम गर्नेदेखि लिएर यो सबै कुरा ह्यान्डल गर्छ मतलब कसरी मतलब केही भन्नु छ यो कुराप्रति चाहिँ मतलब नर्मली यो हजुरको उमेरको मान्छेहरू गर्दैन नि त यस्तो अब गर्छन् धेरै गर्छन् हजुर मेरो के थियो कि मेरो मेन फोकस प्र्याक्टिकल लर्निङमा थियो म धेरै कुराहरू प्र्याक्टिकल सिकिरहेको हुन्थेँ जति बेला मेरो साथीहरू कम्प्युटर इन्जिनियरिङ गर्थेँ म गरिरहेको थिएँ 9, 10, 11, 12 त्यति बेलादेखि नै कम्प्युटर मिल्ने बित्तिकै मैले प्रोग्रामिङ बढी फोकस गरेँ क्या कम्प्युटरमा गरौँ कपीमा भन्दा साथीहरू कपीमा गरेर एन्सर निकाल्थेँ म कम्प्युटरमा गरेर क्या सिक्नको लागि त्यसै गरी भिडियोग्राफी आयो भिडियोग्राफी पनि मैले कन्टिन्यू दिएँ क्या त्यो कारणले गर्दा पनि कन्सिस्टेन्सी थियो त्यसो भए हजुरको प्राइमेरी हजुरले अगाडि बढ्न सक्नुको पछाडिको रिजन एउटा मेरो पर्सनल क्वेसन थियो जसरी हामीहरूको यता साथी ग्रुप छ एउटा इल्युजन जोन भन्ने एउटा मतलब साथीहरूको एउटा अनि तिनको प्यासन हो आई गेस गेमिङ गर्नु गेम खेल्नु पब्जी खेल्नु अथवा टुर्नामेन्ट खेल्नुदेखि लिएर धेरै कुरा हुन्छ नि त तिनीहरू चाहिँ प्यासन बनाएको छ जस्तै हजुरको फोटोग्राफी छ तिनीहरूले गेमिङलाई आफ्नो प्यासन बनाए जस्तो छ अनि तिनीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ कि अब नर्मली प्यासनहरू दबिएर बस्छ क्या धेरै मैले देखेको केसहरूमा मान्छेहरू आफ्नो प्यासन पर्स्यु गर्दैनन् ड्यु टु एक्सटर्नल फ्याक्टर्स अनि त्यो कुराले चाहिँ हजुर इल्युजन जोनलाई चाहिँ के भन्न चाहनुहुन्छ अब के भन्ने मलाई गेमिङको त्यति आइडिया छैन गेमिङमा पनि ठुलो फिल्ड छ जहाँसम्म थाहा छ मलाई जसरी अब यो टुर्नामेन्ट भयो यो गेम क्रिकेट भइरहेको छ यता त्यसै गरी आजकल अनलाइन गेमहरू पनि हुन्छन् धेरै मान्छेहरू खेलेर आउँछन् त्यसमा पनि सेम हुन्छ कि जसरी यो गेममा छ त्यहाँबाट पनि अर्निङ गर्न सकिन्छ मेन गोल त हाम्रो खाना हो क्या कसरी पैसा कमाउने खाना किन्ने आफूलाई सर्भाइभ गर्ने त्यो सोचेर अगाडि बढ्नु पर्यो कि एउटा गेमिङ गर्नेले पनि अब म कसरी गेमिङ गरौँ जसले म कमाउन सकौँ यो सोच्यो भने आई थिङ्क गर्न सक्छ गेमिङ गर्ने भनेर हामी घरमै बसेर आफ्नै साथीहरूसँग खेलेर मात्र हुन्न क्या भिजिट गर्नु पऱ्यो ठाउँमा जानु पऱ्यो या अनलाइनमा पनि मान्छेहरूसँग कुरा गर्नु पऱ्यो कसरी आफ्नो गेमलाई देखाउने क्या बाहिर या टुर्नामेन्ट गऱ्यो भने आई थिङ्क त्यो युट्युबमा चल्छ जस्तो लाग्यो भिडियो आउँछ भ्युज आउँछन् त्यसमा टर्न जसरी यसमा आउँछ सेम छ क्या रिसेन्टली हेल्ड भएको ई स्पोर्ट वर्ल्ड च्याम्पियनसिपमा चाहिँ कतिको थियो अरे प्राइस टोल कति मिलियन 60 मिलियनको थियो डलर्सको अब त्यो भनेको आइपिएल भन्दा नि बढी हो अब त्यस्तो ठुलो मार्केट सेक्टर लिएको छ अहिले त्यही पनि अब नेपाली हाउस होल्डमा चाहिँ यस्तो कुराहरूलाई प्रमोट गर्दैन नि त किनकि सेक्योर छैन भन्ने कुरा आउँछ कि जसरी हजुरको प्रोफेसन हेर्छु अब फोटोग्राफी इन्करेज गर्दैनन् कि धेरै जस्तो प्यारेन्ट्सहरू जसरी 3 इडियटकै कुरा गर्छ त्यो हजुरले फरहान याद छ नि
अनि प्यारेन्ट्सहरू सपोर्ट गर्दैनन् यो केसमा चाहिँ त प्यारेन्ट्सलाई चाहिँ के भन्न चाहनुहुन्छ? जमाना बदलिसक्यो, धेरै कुराहरू चेन्ज भइसक्यो। अहिलेको जब र पास्टमा जुन जबहरू तपाईँहरू गर्नुहुन्थ्यो त्यो धेरै चेन्ज भइसक्यो, नयाँ आइसक्यो। अब एआईलाई हेर, अब एआई पनि को गरिरहेछ र? सबै हाम्रो पुरानै सब्जेक्ट छन्, पुरानै तरिका छ पढाउने र सिक्ने पनि त्यही छ। अब एआई हाम्रो गुगलमा एन्सर हुँदाहुँदै हामी माइन्डमा भरेर बसिरहेछौँ। भर्ने त आइडिया हो क्या, माइन्डमा आइडिया क्रिएसन हो मेन गोल एजुकेसनको। त्योमा ध्यान दिन छोडेर हामी भरिरहेछौँ क्या। हजुरको क्वेसन चाहिँ फेरि यो एजुकेसन सिस्टममै छ फेरि प्रब्लम। सिस्टममा पनि छ धेरै प्रब्लमहरू। एजुकेसन सिस्टम मलाई सपोर्ट गर्थ्यो या सिक्नमा सपोर्ट गर्थ्यो भने मलाई यो फिल्डमा पनि सपोर्ट गर्थ्यो कहीँ न कहीँ। यो फिल्डमा किन गरिरहेको छैन? किनकि उनको फोकस या उनको पढाउने या स्टाइल या कोर्स पुरानो छ धेरै। अनि हजुरले एकछिन अगाडि भन्नुभयो नि जसरी जमाना बदलिसक्यो प्यारेन्ट्सहरूलाई भनेको कुरा, तर यो कुरा तिनीहरूलाई कन्भिन्स गर्न र तिनीहरूलाई बुझाउन त सकिँदैन नि त। नर्मली सकिन्न। हजुरको केसमा पनि नभएको होला। इनकेस अब हामीहरूको प्यारेन्ट्सहरू त पुरानो टाइमको हुन्छ नि त, डिफ्रेन्ट जेनेरेसन फ्रम अस। त्यसैले अब हामीले चाहिँ के गर्नु होला? जसरी हजुरले प्यारेन्ट्सलाई त भन्छ कि जमाना बदलिसक्यो, विद्यार्थीलाई चाहिँ के भन्न चाहन्छ जो आफ्नो प्यासन पर्स्यु गर्न चाहन्छ र प्यासन चाहिँ सेक्योर छैन भनेको केसमा? त्यही हेर कसरी कमाउन सक्छौ। जति बेलासम्म तपाईँ कमाउनुहुन्न, 1 रुपियाँ पनि कमाउनुहुन्न, त्यति बेलासम्म सपोर्ट गर्नेवाला कोही छैन। मेन त हामीलाई मनी हो। प्यारेन्ट्स पनि तपाईँसँग के चाहन्छन्? पैसा। कहीँ न कहीँ एभ्रिथिङ इन्ड्स विथ मनी यु मिन है? मतलब तपाईँले जे काम गरेर पनि पैसा कमाउन सक्नुभयो, पैसा देखाउन सक्नुभयो कि म यो सेक्टरदेखि कमाइरहेको छु भने चाहिँ एभ्रिथिङ इज सेक्योर्ड। त्यो प्यारेन्ट्सको लागि मात्र है। जति बेलासम्म तपाईँ कमाउनुहुन्न त्यति बेला सेटिस्फाई हुन्न। र तपाईँ आफू के सोच्छ कि माई मेन गोल इज नट मनी, मेरो होइन, पर्सनली भन्दा प्यारेन्ट्सले देखाउनलाई चाहिँ हामीहरूले चाहिँ पैसा देखाउन सक्नु पऱ्यो, बट आफ्नो पर्सनली आफूले ग्रो गर्न त्यो सेक्टरमा चाहिँ पैसा चाहिँ खालि सेकेन्डरी कुरालाई मात्र लिने। फर्स्ट त लर्निङ हो, हामीले सिक्नु पऱ्यो। फर्स्ट लर्निङ, सेकेन्ड अर्निङ। लर्निङै गरेन भने गेमिङ इज अल्सो लर्निङ क्या। तपाईँ कसरी सिक्नुहुन्छ, कसरी खेल्ने, अहिले के गरिरहेछन् यहाँ सिकिरहेछन् उनीहरू, उसको माइन्ड सेटलाई सिकिरहेछन्, ऊ कसरी बोल फालिरहेछ, कसरी मैले हान्ने, त्यही हो क्या सिक्ने मेन। जुन फिल्डमा पनि लर्निङ चाहिन्छ। अब यही लर्निङमा पनि तपाईँ ई स्पोर्ट पनि गर्छ भने डिफ्रेन्ट काइन्ड अफ लर्निङ यु हेभ टु लर्न, डिफ्रेन्ट काइन्ड अफ सब्जेक्ट यु हेभ टु लर्न। लाइक ल्याङ्ग्वेज पनि हुनसक्छ, कसरी बोल्ने, कम्युनिकेसन, अडियन्सलाई आकर्षण गर्नलाई। हजुरले भन्नु खोजेको मेन कुरा चाहिँ कस्तो, एजुकेसन सिस्टमले त्यस्तो वातावरण प्रोभाइड गरिरहेको छैन कि मान्छेले आफ्नो प्यासनलाई फोकस गर्न सकिन्छ। यो हजुरको भर्खरको यो इन्टरभ्यू देखेर मलाई लाग्छ यहाँका धेरै भाइ बहिनीहरू पनि इन्सपायर भएको होलान्, किनकि धेरै जस्तो सिचुएसनमा कस्तो हुन्छ भन्दा विद्यार्थीहरू जसरी हाम्रो यो साथी यो फ्यामिली प्रेसरदेखि लिएर हुन्छ नि, आफ्नो पर्सनल इन्ट्रेस्टहरूलाई दबाएर अरूको प्रेसरमा दबिएर अगाडि बढ्छ नि त धेरै जस्तो विद्यार्थीहरू। तर हजुरको यो कहानी सुनेर हुन्छ नि, जे भए तापनि आफ्नो प्यासनलाई कन्टिन्यू गर्ने, आफ्नो इन्ट्रेस्टलाई पर्स्यु गर्ने कुरालाई देखेर मलाई लाग्छ कि धेरै विद्यार्थीहरू मोटिभेट भएका होलान्। यो कुरामा चाहिँ हजुरलाई धन्यवाद दिन चाहन्छु मनदेखि नै। त्यही हो, प्यासन इज लाइक हामी कुन कुरामा इन्ट्रेस्टेड छौँ क्या। डिफ्रेन्ट कुराहरू गरेर आउँछ हामी, कति बेला के काहीँ न काहीँ हुन्छ जहाँ हामी त्यसमा गरौँ भन्ने मन लाग्छ क्या। त्यसलाई रोक एन्ड ट्राई गर। एक्सटर्नल प्रेसरले केही पनि गर्न सक्दैन क्या। साँच्ची मलाई लाग्दैन केही गर्न सक्छ। बरु त्यसले मोटिभेट गर्छ हामीलाई। एक्सटर्नल फ्याक्टर छ त्यही पनि मोटिभेट गर्छ। थ्याङ्क यू फर यर भ्यालुएबल टाइम। कसैको केही पनि क्वेसन छ गाइज अडियन्समा? चासो एनी क्वेसन्स? आई गट सम क्वेसन्स होइन त। अनि फेरि हजुरको चाहिँ यो युट्युब गर्नुभयो नि, वाट इज द रिजन बिहाइन्ड दिस के? मलाई अवश्य छ होला। युट्युब सिक्ने हो क्या मेरो। म आफ्नो भिडियो किन बनाउँछु कि म जे पनि गर्न सक्छु कि फ्रिडम होस्। यो स्कुलको किन बनाउँछु, स्कुलको इन्ट्रेस्ट अनुसार स्कुलको भिडियो, एन्ड म आफ्नो भिडियो एज अ इन्डिभिजुअल फ्री होस् जसमा म जे कुरा पनि एक्सपेरिमेन्ट गर्न सकौँ। तर स्कुलकोमा गर्न सक्दैन म एक्सपेरिमेन्ट, त्यहाँ रेस्ट्रिक्टेड छन्। अहिले मैले हजारौँ डिसिजन लिएँ, हजारौँ कुराहरू गरेँ एक्सपेरिमेन्ट। त्यसैले अहिले स्कुलको निडलाई बुझ्न सकिरहेको छु क्या, त्यही अनुसारले बनाउन सकिरहेको छु। तपाईँहरू पनि केही पनि गर्छौ भने, युट्युब गर्छ फर इक्जाम्पल भने, एउटा आफ्नो च्यानल पनि खोल जसमा फ्री होस् के, जे पनि गर्न सक्छ। अहिले ऱ्यान्डम तपाईँहरूसँग कुरा गरिरहेको छु। यो चाहिँ हजुरले आफ्नो पर्सनल च्यानलमा चाहिँ हाल्न मिल्यो। हजुरको 2टा च्यानल छ त्यसो भए, एउटा अफिसियली एउटा चाहिँ नर्मल यत्तिकै। अनि फेरि हजुरले जस्तै कुनै अरू इन्स्टिट्युसनलाई अप्रोच गर्नु भने हजुरले यो एभरेजलाई गर्नु भने हजुरले अप्रोच? लाइक लास्ट टाइम गरेको थिएँ एउटा, म त्यहाँ मैले आफ्नो पुरा प्लानिङ सेयर गर्न ट्राई गरेको थिएँ कि मलाई त्यति कम्युनिकेसन थिएन त्यति बेला। जस्तै हामीले कुनै इन्स्टिट्युटहरू अप्रोच गर्नुभयो नि,
अब जस्तै पुरा बिजनेस पुरा स्किम भन्नुपर्छ तिनीहरूलाई हामी A to Z यसरी यसरी गर्छ त्यही सम्झाउन सकेन क्या त्यही सम्झाउनु पर्छ खासमा रियल चाहिँ त्यसको लागि चाहिँ कम्युनिकेसन स्किल पनि धेरै म्याटर गर्छ होला कि हामीले कसरी डेलिभर गर्यो मार्केट स्ट्राटेजी पनि दाजु अहिलेको लागि बाई बाई हामीहरूको टाइम पनि भइसक्यो अनि हजुरले यत्रो भ्यालुएबल टाइम दियो त्यसको लागि पनि थ्याङ्क यू अनि हजुरको युट्युबमा आउन भयो हजुर यस्तो राम्रो राम्रो क्वेसनहरू गरिदिनु धेरै राम्रो